सकल पुरुष निरञ्जन आनन्द गुरुमुखी भक्त भगवान सासराम प्रकृति राम प्रकाश म स्वयं आफै हो भगवान राम। गुरुको ज्ञान हो। पृथ्वीवासी हो। अब समय आएको छ। यो कलियुग काल हो। युद्ध चाहनुहुन्छ कि शान्ति चाहनुहुन्छ? तपाईहरू सारा सृष्टिका 7 अरब मनुष्यले जीव जन्तु प्राणीहरू त दुःख दिनु भएको छ। मनुष्यलाई काट्ने मार्ने खाने काम पनि गर्नुभएको छ। हेप्ने चेप्ने गरिब बनाउने दुखी बनाउने काम पनि गर्नुभएको छ। गरिबका छोरी लिएर लडाएर आफू मौज मस्ती यो देशसँग लड्ने ऊ देशसँग लड्ने के हो? कोसँग लड्ने? तपाईँको गरिबका छोराछोरी आफ्नो जान परिवारको व्यवस्थापन गर्नको लागि र खाना लाउनको लागि देशको सेवक पनि भइरहेको छन्। उनीहरू चाहिँ लड्न पर्ने, तपाईँहरू मौज मस्ती फलान्देलाई उसलाई बर्बाद गर्नुपर्ने। तपाईँ आफै बर्बाद भइरहनु भएको छ। तपाईँ आफै युद्धमा फसिरहनु भएको छ। अब घटघट रूपी युद्ध, सर्वव्यापी युद्ध, सबैमा युद्ध, भगवान रामायणको युद्ध यो त अब कलियुग कालमा अब यो त सुरु हुनलाई खोजिरहेको छ। अब सुरु हुन्छ। 25,500 दिन म स्वयं यो पृथ्वीमा रहनु छ। मेरो जन्म 2029 साल हो। यो जन्म अब यो मनुष्यले बनाएको चलन चल्ती अनुसारको जन्म। मेरो जन्म त अब कलियुग कुरा जान्दछु। सद्गुरुको ज्ञान हो। अब गुरुलाई नै थाहा छ सबै कुरा। जन्म र मरण त हाम्रो छैन। अविनाशी अंश सास हो। अविनाशी अंशको नाति भगवान प्रकाश राम म स्वयं आफै हो। सद्गुरु कृष्णको गुरुमुखी भक्त भगवान राम म स्वयं आफै हो। सद्गुरु मेरो बुबा नि हो, गुरु नि हो। मेरो भगवान कृष्ण, सद्गुरु कृष्ण ब्रह्म विष्णु महेश्वर भगवान एउटै हो। सद्गुरु कृष्ण म भित्रको जिउँदो जाग्दो परमेश्वर भगवान सारा सृष्टिको एउटै हो। मूर्ति फरक हो। मूर्तिले भगवान चिन्ने र नचिन्ने फरक हो। मेरो बुबाले पनि भगवान चिनेरै भगवान अविनाशी अंशको परमब्रह्मको ज्ञान दिनुभयो म स्वयंलाई। अनि फेरि म स्वयंले पनि बुबालाई चिनेरै मैले यहाँ यो गुणगान, सारा गुणगान मैले बुबाको लागि गरिरहेको छु। सारा सृष्टिले जान्दैनन् नि। बुबा वासस्थानबाट निस्किएर अब मैदानबाट फिर्ता हुन पर्दैन बुबा। म तयार छु हजुरको ज्ञानबाट। सबै ज्योति प्रकाशहरू चाँदनीहरू अग्निजला हृदयहरू विभूति निरङ्कार यो संसारको शक्ति पुरा हजुरले म स्वयंलाई कृपा गरिदिनु भएको छ। मलाई कृपाको वर्षाद भएको छ भगवान। हजुरले गरिदिनु भयो। दिन दिनै मिने सासमा भइरहेको छ बुबा। हजुरलाई कोटि कोटि प्रणाम छ। हजारौँ चोटि भगवान सद्गुरु बुबा। अब स्वयं कुनै झुक्ने छैन, कुनै चुक्ने छैन। गुरुको ज्ञान आज्ञा पालना गर्ने छ। गुरुको सेवक पनि हो, रक्षक पनि हो, पुजारी पनि हो, प्रेमी पनि हो। म गुरुको भक्त भगवान प्रकाश राम म स्वयं आफै हो। सासमा हो, मूर्तिमा हो, सबमा हो। सर्वव्यापी राम, सबैमा राम म स्वयं आफै हो भगवान सास राम, प्रकृति राम। यो प्रकृतिबाट बनेको शरीरहरू हो। यो 6 तत्त्वबाट बनेको शरीरहरू हो। अविनाशी अंश सास हृदय रूपी भगवान हृदयमा घर छ उनको, गीता छ उनको, सारा सृष्टि छ। गुरुले गीता मान्नुहुन्छ, म पनि गीता मान्छु। यो रीतिरिवाज चलन चल्ती नियम कानुन वेद पुराणहरू, राजनीति ढुङ्गा मुढा मूर्ति पत्थर पूजा, यो प्रकृति पूजा म स्वयं बुबा म गर्दिनँ। म गर्नेवाला छैन बुबा। हजुर नियम कानुनभित्रै ज्ञान दिँदै सारा सृष्टिमा भ्रमण गर्दै हिँड्नु भएको छ बुबा। म स्वयं यो रीतिरिवाज चलन चल्ती नियम कानुन वेद पुराण मानेर वाल्मीकि ऋषिको फिल्म न्युज खबर समयको महापुरुषको मानेर यो झुटो छ, झुटो माया, झुटो कया, झुटो संसार, झुटो काम क्रोध मोह लोभमा फसिएको छ यो संसार। यो छोरा मान्छे र छोरी मान्छेको कुरो यहाँ के हो? यो कुरो छ आफूले आफूलाई जानेपछि संसारको भगवानको संसारको कुरो, आनन्दको कुरो, खुसीको कुरो, मिलमिलापको कुरो छ हे भगवान। त्यही भएको कर हजुरको ज्ञानबाट
भगवान राम सासराम पनि पृथ्वीमा जन्म ज्ञानबाट जन्म कलियुगमा गरिदिनु भयो र शान्ति रूपी सीता पनि यो पृथ्वीमा जन्म गरिदिनु भयो भगवानले र सद्गुरु नाथ हजुरलाई कोटी कोटी प्रणाम छ। आफूले आफूलाई नै चिन्नुपर्छ। म स्वयं आफै हो भगवान, गुरुको ज्ञान हो भगवान राम, म स्वयं आफै हो। आफूले आफूलाई चिन्ने, आफूले आफूलाई नै अब बोल्न पर्ने हुन्छ। त्यही भएको कारणबाट गुरुको ज्ञान पालना गर्नलाई म तयार छु र गरिरहेको छु। गुरुले जनाइरहनु भएको छ, बिस्तारै बिस्तारै जनाइरहनु भएको छ। यो कलियुग काल हो। यो घटघट रूपी युद्ध, सर्वव्यापी युद्ध, भाइ भाइमा युद्ध, घर घरमा युद्ध, वासस्थानमा युद्ध, दिदीबहिनीमा युद्ध, आमा छोरीमा युद्ध, सासु बुहारीमा युद्ध, समाजमा युद्ध, कुल खानदान, कुल बिग्रियो छ संसारको। यो कुल कसरी बिग्रियो त? कुल बिग्रियो। अब कुल सरकोसँग बिग्रिन्छ। किन बिग्रिन्छ? यो रीतिरिवाज चलन चल्ती नियम कानुन वेद पुराणहरू, गुरुमुखी भक्तले ढुङ्गा मुढा मूर्ति पूजा, यो कुनै पनि नमान्नु कारणबाट, मान्नेबाट जान्नेमा गुरुको ज्ञानबाट परिणत भएको कारणबाट अब भगवान स्वयं प्रकृति सास मनुष्यमै आएर संसारको रमिता हेर्नु मन छैन। त्यही भएकाले गुरुले ज्ञान दिनुभएको छ। ज्ञान लिनु, ध्यान गर्नु, सेवा सत्सङ्ग सुमिरन गर्नुहोस्, आफूले आफूलाई जान्नुहोस्। यो कलियुग काल छ। त्यही भएको कलियुगको कुरो सबै जान्दछु। भगवानको सद्गुरुको ज्ञानबाट एकल पुरुष हो म, एकल प्रचार हो। एकल प्रचार भगवान सासमा सासमा सगिरहनु भएको छ मेरो सद्गुरु कृष्ण भगवानले। त्यही भएको कारणबाट म बोलिरहेको छैन। अविनाशी अंश सास सद्गुरुको ज्ञान बोलेको हो, म होइन। हेर्नुहोस् पृथ्वीवासी हो, लडाइँ झगडा युद्ध छोडेर अब तपाईँहरू शान्ति स्थापनातिर, आफ्नो जीवनमा शान्ति स्थापनातिर, हामी मिलमिलापतिर, यो सृष्टि हाम्रो सारा सृष्टि 7 अरबको 30 अरब जीवजन्तु प्राणीको हो, हामी सबैको हो। त्यही भएको कारणबाट हामीले कसैसँग लडाइँ झगडा गर्नु छैन। हिजोको कुरा छोडिदिनुहोस्, भोलिको कुरा आएकै छैन, आजको कुरा गर्नुहोस्। हिजोको कुरो गर्दा त तपाईँहरूको नियम कानुनले त खाल्दै बनाएको छ। ठुलोबडा धनी साहुकारहरू, यो ठुलोबडा भन्नेहरू त सबै जेलमा हुन्छ, बाहिर जेलको चाहिँ बाहिर हुन्छ। किनभने जेलमा त गल्ती नै छैन, सानो गल्ती होला दाइ थुन्नु भएको छ। त्यही भएको कारणबाट तपाईँहरूको ठुलो ठुलो गल्ती छ। आफैले जान्नु होला। हामीलाई दुःखी बनाउनु भएको छ, गरिब बनाउनु भएको छ, गरिबको छोराछोरी मार्नु भएको छ, हामीलाई हेप्नु भएको छ, चेप्नु भएको छ। सनातनी राम राज्य चाहने पृथ्वीमा धेरै छ। धर्म कर्म कुनै पनि म स्वयंले विरोध गर्दिनँ। मेरो लागि होइन केही पनि, मेरो लागि सद्गुरुको ज्ञान हो। म स्वयं आफै भगवान राम हो, गुरुको ज्ञान हो। गुरु नै ब्रह्मा विष्णु महेश्वर, भगवान एउटै हो परमेश्वर। अविनाशी अंश सास निरङ्कार भगवान, कहिल्यै पनि नाच्नुहुने भगवानको ज्ञान हो यो। त्यही भएको जय सच्चित आनन्द भगवान सद्गुरु कृष्ण, जय नाथ दया गरी बक्सियोस् भगवान। म हजुरको संसारमा आएर फिर्ता नहुने गरी मैदानमा आएर अब सेवा सत्सङ्ग सुमिरन गर्नको लागि, आफूमा जोडिनको लागि, संसारिक कुरा, यो सबै यो समाजको कुरा, बाबाआमाको कुरा, दाजुभाइको कुरा, दिदीबहिनीको कुरा र सबै सन्तानको कुरा, सारा सृष्टिको कुरा, मनुष्यको कुरा र पशु पन्छीको कुरा, सबैको कुरा थाहा पाउने ज्ञान हजुरले दिनुभयो र जनाइदिनु भयो। हजुरलाई कोटी कोटी प्रणाम छ। हजारौँ हजारौँ लाखौँ लाखौँ अरबौँ अरबौँ खर्बौँ सबैचोटि मेरो बुबालाई नमस्कार छ, कोटी कोटी प्रणाम छ बुबा। अब म यो बोलेर यो हजुरको प्रवचन गाएर मैले सेवा सत्सङ्ग सुमिरन गर्ने मौका मैले गुमाइरहेको छु। यसमा हजुरले 3 सेकेन्डभन्दा बोल्ने कृपा आज्ञा छैन। त्यही भएको कारणबाट मलाई आफैले जनाइदिनुहोस् भगवान, कति बोल्न पर्छ पर्दैन, कसरी हिँड्नुपर्छ, कसरी खानुपर्छ, कहाँ हिँड्नुपर्छ। हजुर म आफैमा हुनुहुन्छ र म आफैले जान्नुपर्छ। ज्ञान हजुरको जान्नुपर्ने मैले हो। भगवान सद्गुरु कृष्ण प्रभु हिन्दुस्तान नेपालमा आउनुहोस् प्रभु। म स्वयं म आफै हो भगवान गुरुमुखी भक्त भगवान राम, हजुरको छोरो। सारा प्रेमी हामी एउटै हौँ। हजुरको ज्ञान हो। हामी सारा प्रेमी, सृष्टिमा भएका प्रेमी सबै एउटै हौँ। ठुलो सानो कोही छैन। भगवान राम सर्वव्यापी, सबैमा सद्गुरुको ज्ञान, सबैमा सद्गुरु कृष्ण, सबैमा सर्वव्यापीमा भगवान एउटै हो। नाम फरक हो। भगवानले भन्नुभएको छ, मूर्ति फरक हो, हाम्रो काम एउटै हो, सेवा एउटै हो भन्नुभएको छ मेरो सद्गुरु बुबाले। हामी सबैले जानौँ, बुझौँ, सेवा सत्सङ्ग सुमिरन गरौँ, आत्मज्ञान लियौँ। हे भगवान सद्गुरु कृष्ण, जय कृष्ण। हे भगवान, यो देशको उद्देश्यको यो देशको म भन्ने छैन। म नेपालमा जन्मिएको, मातृभाषा नेपाली हो, म इन्सान गोर्खाली हो। तर पृथ्वी हो, यो पृथ्वीको बीच भाग हो। हामी सारा सृष्टि हौँ। हामी मनुष्य हौँ, इन्सान मनुष्य हौँ। हामीले जान्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ।
हामीले नजाने कसले जान्छ? मनुष्य त जान्ने गरी भगवान्ले तस्बिर बनाउनु भएको छ। भगवान् आत्मामा आएर बस्नु भएको छ। सास सासमा भगवान् हुनुहुन्छ। यो सासमा दुर्योधनको सोच, समाजको सोच, यो रामायण राक्षसको सोच पनि छ, भूत पनि छ। भगवान् राम म स्वयं आफैमा छु, आफै सासमै छु। सास सासमा त्यही भएर सुमिरन गर्नुपर्ने, आफूलाई आफूले चिन्नुपर्ने, नराम्रो सासलाई चाहिँ सुमिरनबाट हटाउन पर्ने र अँध्यारो हटाएर उज्यालो प्रकाश ल्याउन पर्ने प्रकाश राम स्वयं सारा सृष्टिमै प्रकाश भगवान् राम हुन्। म स्वयं आफै हो, मूर्तिमा हो। म अविनाशी अंश सास हो। गुरुको ज्ञान हो। अविनाशी अंश मेरो एउटै बाजे हो। अविनाशी अंशको भगवान् राम नाति राम म स्वयं आफै हो। सद्गुरुको ज्ञान हो। जय सद्गुरुनाथ।